मृत्युका डरदेखि बाँचेकाहरूलाई खुसीको खबर छ। मृत्युका डरदेखि बाँचेकाहरूलाई खुसीको खबर छ। येशूमा विश्वास गर्ने हरेकलाई मृत्यु पारी अनन्त जीवन छ। येशूमा विश्वास गर्ने हरेक मानिसलाई मृत्यु पारी अनन्त जीवन छ। जय मसीह। विशेष गरी आज हामी ईस्टर सन्डे अथवा प्रभु येशू ख्रीष्टको पुनरुत्थानको समयमा छौँ। हामी दुबईको जबेलालीमा भन्ने ठाउँमा छौँ र पछाडि देखिराख्नु भएको छ तपाईँहरूले क्राइस्ट चर्च एङ्ग्लिकन। अनि सँगसँगै यता अरूतिर पनि धेरै चर्चहरू छ, यतापट्टि पनि है चर्चहरू छ। अनि यो साइड पनि धेरै चर्चहरू छ। अनि युरोपियन एसियनहरूदेखि लिएर अस्ट्रेलियन सबै मानिसहरू चाहिँ यस ठाउँमा बसेर आज येशूको पुनरुत्थानलाई चाहिँ आज सेलिब्रेट गरिरहेका छन् है। अनि यूहन्ना 11:25 भने जस्तो पुनरुत्थान र जीवन म नै हो है। अनि येशू ख्रीष्टमा चाहिँ मरेकाहरू पनि बाँच्नेछन् भन्नेको कुरा चाहिँ के छ भन्दाखेरि यो चाहिँ एउटा संसारका मानिसहरूले चाहिँ अन्तिम दिन चाहिँ मृत्यु नै ठानिरहेका थिए। अनि कुनै दिन मैले पनि अन्तिम दिन चाहिँ मृत्यु मात्रै हो भन्ने ठानिरहेको थिएँ। तर येशू ख्रीष्टमा एउटा यस्तो शक्तिशाली आशा पायौँ कि हामीले मृत्यु पारी पनि जीवन छ है। मरे पछाडि पनि मानिसहरू चाहिँ अब जिउने बाटो छ है भन्ने कुरा चाहिँ येशू ख्रीष्टमा जब कल्भरी क्रुसमा उहाँले आफ्नो जीवन दान दिनुभयो, बलिदान गर्नुभयो अनि मानिसको फेरि पनि पुनरुत्थान हुन्छ भन्ने कुरा चाहिँ येशू ख्रीष्टले एकदमै धेरै यो है संसारभरिमा सेलिब्रेट भइरहेको छ। किन भन्दाखेरि येशू स्वयं अगौटी फल हुनुहुन्छ। मृत्युलाई विजय भइकन माथि स्वर्गसम्म उचालिनु भयो। अनि त्यस्तै तपाईँ र म पनि यो माटोमा गाडिए तापनि, संसारदेखि मरे तापनि हाम्रो शरीर चाहिँ एक दिन महिमित शरीरमा फेरि पनि जी उठ्नेछौँ। फेरि पनि महिमित शरीरमा फेरि पनि हामी परमेश्वरसँगै हुनेछौँ। हाम्रो आत्मा चाहिँ सुरक्षित हुन्छ, मर्दैन। तर येशूमा विश्वास नगर्ने मानिसको आत्माहरू चाहिँ कहाँ जान्छ त्यो हामीलाई थाहा हुँदैन। त्यसकारणले संसारले विजय उत्सव किन मनाइरहेको छ भन्दाखेरि हामी चाहिँ एउटा आशा छ है। मृत्यु पछाडि पनि आशा छ, मरे पछाडि पनि फेरि हामी बाँच्नेछौँ भन्ने कुरा शक्तिशाली गवाई चाहिँ येशूमा मात्र छ, येशूमा मात्र छ। हुन्छ। अनि यो कुराहरू तपाईँलाई म बताउन गइरहेको छु र तपाईँले यो कुराहरू पनि साँच्चै नै बुझ्नुहुनेछ। संसारभरि चाहिँ सबैभन्दा शक्तिशाली कुरा यही छ कि येशूको पुनरुत्थान अथवा येशू चाहिँ मृत्युलाई जितेर उठ्नु भएको दिन आज संसारभरि सेलिब्रेट गर्दैछ। अनि तपाईँलाई पनि म यही कुरा येशू सन्देश सुनाउन चाहन्छु। तपाईँले पनि येशूलाई विश्वास गर्नुहोस्। मृत्युलाई जिते उठ्ने येशूलाई विश्वास गर्नुभयो भने तपाईँ पनि एक दिन पक्कै पनि येशूसँग र तपाईँ हामी सँगै जीवित भइ उठ्नेछौँ। आमेन।